खोइ रमेश रमेश कैसे होला गाडी चाहिँ पल्टिनु भयो यहाँबाट हनुमान डाँडामा धादिङ बस रमाइलो गर्ने आयो यहाँ यस्तो बिजोग भएर छ ल हेर्नु त यो बलेर होइन यो ए गाई लिएर आएको बाछाहरू ल्याउनु भएको लिएर लिएर झिकौँ दुइटै उस्तै भयो कि छ यो सबै आतेर चाहिँ हुन चाहिँ के भयो यसलाई चाहिँ अलि ए गाई गोरु ल्याएको गाडी जाँदैन गाडी गाडी जान्छ गाडी त यहाँबाट तल पुग्दै भित्र दाम न बोकेर नि सकिन्छ गाडी गाई चाहिँ बजाउनु पर्यो नि गाई गोरुहरू मान्छे कोही आउँदैन हामी 3 लडाउँदै लिएर गएर उहाँलाई मुठा मुठा गाई ओ बा 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 आयो आयो ल बा डर लारे ल आतेर हो अब मेरो बिचारी गाईको ध्यान राख्ने कोही छैन छोडिदियो दाम ल यहाँ हामी फेरि एउटा सहयोग गर्न लागिरहेको छौँ यहाँ गाडी पल्टिन्छ यहाँ हनुमान डाँडा पुग्ने केही खाने चिज छैन अब यो बारे झुन्निएर मर्छ नि मर्दैन के होइन दुईटा चाहिँ उठे हैन गाडी तलतिरबाट होला माथि जानला धादिङ जानला जस्तो जमुनबाट आउँदा ब्रेक लागेन होला के ओराला होइन उकालो है यहाँ माथि छ यस्तो उकालो हैन गाडी माथि पुगेको थियो रे अनि पछि फेरि घरर यतापट्टि चाक घरर ब्रेक नलागे जस्तो लाग्यो क्या मलाई ए ब्रेक नलागे त्यस्तो लाग्यो क्या त्यो दिदीले त्यो बस यो गाई ल्याउने दिदीले भन्दै थियो क्या उहिले आफै चलाउँदै आफै चाउ भुरैदेखि यो म टाढा पुग्नु छ यार ल ल धन्यवाद ल धन्यवाद ठिक छ यही त सहयोग है यो गाडी गाडी यसरी पल्टेछ यहाँ हनुमान डाँडा पनि यो यसरी अटेक लागेको यो गाई गोरु लिएर आएर छ धादिङतिर जानु लागेको रे यहाँ माथि यो 50 मिटर तल आएर यो कट्टुसको बोटे अल्झाएको अब यहाँ आएर 2-4वटा गाईहरू उद्धार गर्यो निकाल्यो सहज भयो बिचराहरूलाई यो गाडीको ड्राइभरहरू खै त नि हामी चाहिँ धादिङबाट आएको ए ड्राइभरहरू चाहिँ घाइते हुनु भयो होला ए एम्बुलेन्समा ड्राइभरहरू चाहिँ घाइते भएछन् उहाँले चाहिँ लानुभएछ हामीले देख्नु पाएनौँ यो उद्धार कर्मीहरू हामी एउटा मानव सेवा सहयोग गर्न पायौँ ब्रेक फेल भयो ल जाम बोलेर यो ल एउटा सेवा गर्ने अवसर नि मिल्यो आज एउटा पुण्य काम गर्न पाइयो अरे 10वटा पाप कटिन्छ रे अबि भएपछि गाई हेर्नु गोरु माथि 11वटा पाप गरे एउटा बाँकी बस्यो यो यताबाट गएको माथिबाट अनि यता जानला किन नकाटे यता काट्नु पर्छ नि त
ए गाडी यताबाट आएर छ माथितिर जान लाग्यो यसरी झ्यापै उता गएछ बाछाहरू दुईटा चाहिँ ए